हेलो नमस्ते सबैजनालाई है। आज मेरो यो भिडियो बनाउने मकसद चाहिँ के हो भने चाहिँ म चाहिँ अब एक दुई शब्द चाहिँ तपाईहरुको माझ राख्न चाहन्छु नि त है। त्यो चाहिँ के हो भने चाहिँ अब मलाई चाहिँ फेसबुकमा चाहिँ एंगेजमेन्ट बढाऊ भनेर आइरहेको छ नि त है। त्यो चाहिँ अब आफू त बढ्ने हैन। अब मैले के गरिरहेको छु भने अब हुनु त अब सबैको रिप्लाईहरु अब कमेन्टहरुको रिप्लाईहरु त मैले अब ढिलै छिटो भए पनि मैले सबैको दिइरहेको छु नि त है। अब हामी दिनभरि पनि फोनमै बिजी हुन सक्दिन किनभने हाम्रो आफ्नै लाइफ पनि छ है। हामी अब प्रोफेसनलमा पनि त हेर्नु पर्यो है। अब जस्तै अब म त टिचिङ गर्छु है। त्यो दिनभरि अब फेसबुकमै बसेर त हुँदैन। अब फेसबुकले त हामीलाई खानु लाउनु त दिँदैन नि त। त्यो अब अलिअलि भए पनि अब इन्कम हुन्छ कि भनेर मात्रै आएको नि त हामी फेसबुकमा हैन र। अन्त मलाई अब जसले कमेन्ट गरिरहनु भएको छ, लाइकहरु गरिरहनु भएको छ है मेरो भिडियो पोस्टमा है, तिनीहरुलाई चाहिँ अब मैले लाइक र कमेन्ट त गरिरहेकै छु है। साथसाथै अब हाम्रो फेसबुक होम पेज फ्रन्ट पेज जुन खोलिन्छ है फेसबुक खोल्ने बित्तिकै त्यहाँ पनि जति भिडियो पोस्टहरु हुन्छ है त्यो सबैलाई मैले लाइक कमेन्टहरु गरिरहेको छु। तर के भइरहेको छ भने चाहिँ तिनीहरुकोबाट चाहिँ मेरोमा चाहिँ लाइक र कमेन्ट चाहिँ आएको छैन। सो आज चाहिँ मैले के सोचे भने चाहिँ मलाई चाहिँ मेरो भिडियो र पोस्टमा जसले लाइक र कमेन्ट गर्नुहुन्छ म तिनीहरुलाई मात्रै चाहिँ रिप्लाई ब्याक गर्छु। त्यहाँ तिनीहरुकै पोस्टमा गएर पनि म लाइक र कमेन्ट गर्नेछु। किनभने अब अरूलाई गरेर उनीहरुकोबाट मेरोमा त भ्युज र अब लाइक र कमेन्ट त आएको छैन नि त। सो तिनीहरुलाई मात्रै किन भ्युजहरु बढाउनु, लाइक र कमेन्ट किन मात्रै तिनीहरुको एंगेजमेन्ट बढाउनु है। सो त्यही भएर चाहिँ आज मैले त्यही सोचे है। अब त्यस्तै गर्नु पर्यो हो साथीहरु कि कसो हो। अब ताली भने त एक हातले बज्ने कुरा हैन, दुई हातले बजाउनु पर्यो है ताली। सो त्यसै नै अब उनीहरुलाई पनि लाइक र कमेन्ट चाहिएको छ भने चाहिँ जसले उनीहरुलाई लाइक र कमेन्ट गरिरहेछ उनीहरुले पनि त रिप्लाई ब्याक गर्नु पर्यो। उनीहरुले पनि त उनीहरुको पोस्टतिर है भिडियोजहरुतिर गएर लाइक र कमेन्ट गर्नु पर्यो नि त। गिभ एन्ड टेक त हुनै पर्यो नि त। म चाहिँ त्यस्तो लाग्छ। अब तपाईहरुलाई कस्तो लाग्छ लु कमेन्टमा भनिदिनुहोस् है साथीहरु।